साथीहरु नमस्ते सबैजनालाई। आज चाहिँ हामी छौं माताजीको जागरणमा। अहिले चाहिँ ठिकै 10 बजिसक्यो। हामीहरु बसिरहेछौँ अनि यता ठुलियामा हुनुहुन्छ अनि उता साथी अनि हामीहरु चाहिँ अहिले बसिरहेछौँ। अहिले चाहिँ 10 बज्यो अनि 11 बजेदेखि सुरु हुन्छ रे। अनि यहाँको जागरण चाहिँ कस्तो हुन्छ अन्तिमसम्म हेर्नु होला भिडियो देखाउने छु मैले तपाईहरुलाई। अहिलेको माहौल चाहिँ यस्तो छ। अहिले चाहिँ पूजा हुँदैछ अनि कसैले प्रसाद लिने त्यसपछि पूजाहरू गर्ने भइरहेछ। अहिले चाहिँ जागरण चाहिँ फरक किसिमको हुन्छ रे। नाच्ने राधा कृष्णहरू अनि शिवजीहरू बनेर। अनि साथीहरु यहाँ चाहिँ गायकको अगाडि नै इन्ट्री भइसकेको थियो अनि हामी रमाइलो गर्दै थियौँ। गायकले गाउँदै गर्दा हामी पनि उठेर एकछिन नाच्यौँ, रमाइलो भयो। अनि साथीहरु के हो भन्दा नि यो मैले चाहिँ फर्स्ट टाइम हो यहाँ आएर देखेको। भिडियोहरुमा चाहिँ देखिराख्दै यो हनुमानहरू, राधा कृष्ण, त्यस पछाडि शिव भगवानको रूप जस्तै बनेर डान्स गरेको मैले चाहिँ सेम भगवान देखे जस्तै भएको थियो एकछिन यो देख्दाखेरि। अनि यहाँ चाहिँ यसको हनुमानको ऊ भइरहेछ, नाच भइरहेछ। यसरी नाच्ने रहेछन् हनुमानहरू। यति रमाइलो भयो साथीहरू, देख्न सक्नुहुन्छ तपाईहरुले पनि भिडियोमा। अनि चाहिँ अब चाहिँ क्युट लगाएर मैले चाहिँ भिडियो बनाइदिएको छिन्। अनि यहाँ चाहिँ हनुमानकै डान्स चलिरहेको छ। मेरो चाहिँ रातको कति 1 बजिसक्यो। आँखा चाहिँ यति रातो भएको थियो। म चाहिँ खासै अनि चाहिँ बस्न सक्दिनँ। तर आज चाहिँ यस्तो डान्सहरू देख्दा र यस्तो नाटकहरू अनि यस्तो भगवान जस्तै बनेर उ गर्दाखेरि नि, डान्स गर्दाखेरि नि निद्रा लाको निद्रा पनि हराइरहेको थियो कि। हामी चाहिँ बिहानको 4 बजीसम्म यस्तो हेरिराख्यौँ ननिस्तबै नसुतेरै। अनि यहाँदेखि चाहिँ डान्स सुरु हुँदैछ। अझ योभन्दा पछि झन् रमाइलो खालको डान्सहरू देख्न सक्नुहुन्छ तपाईहरुले। अन्तिमसम्म हेर्नु होला। मैले चाहिँ भोइस एड गरिनँ यहाँदेखि किनभने यसको साउन्ड अलिकति कम गराइदिएपछि त्यस्तो खासै राम्रो देखिन नि त। त्यही भएर यसको साउन्डसँगै तपाईहरुले पनि डान्स हेर्नु होला। मैले चाहिँ हेरेर एकदम इन्जोय भयो साथीहरु है त। दरबार की ताली बजा के कह दो क्या कहना है। फाइनल करना हामी चाहिँ घर लागेको अनि हामीले चाहिँ खायौँ बिहानमा चिया अनि त्यस पछाडि हाम्रो प्रसाद थियो एउटा हलुवा, त्यसपछि चना अनि हामी चाहिँ घर लाग्दैछौँ ल। अनि केराहरू प्रसादहरू लिएर आयौँ। हामीहरू चाहिँ आज रातभरि पुरै जागे 5 बजीसम्म त हामीहरू ननस्टप नसुतेर हेरेको भयौँ। अनि यति रमाइलो भयो। अनि तपाईहरुले यो भिडियो हेरेर तपाईहरुले पनि यति रमाइलो लिनुभयो होला भन्ने मलाई आशा छ। अनि हामीलाई पनि यति रमाइलो भयो हो कि हैन। बहुत रमाइलो यति अनि भएको छ। अब गएर सुत्ने मात्र बाँकी छ। मेरो आँखा यस्तो भएको छ। हामीहरू चाहिँ पुरा खडा भयौँ। हामीहरू चाहिँ सुत्नु पनि पाएनौँ कि किनभने हेर्दै रमाइलो भइहाल्यो। अनि त्यही भएर हामीहरू सुतेनौँ त्यतिकै। अनि बिहानसम्म हामीहरू ननस्टप हेरेको। अब चाहिँ हामी घर जान लाग्छौँ। अनि त्यो झोला घरमा प्रसाद छ हाम्रो अनि हलुवा केराहरू यहाँ चाहिँ प्रसाद पनि हुन्छ नि त यस्तोमा जागरणमा। त्यही भएर हामी चाहिँ अब घरतर्फ लाग्दैछौँ साथीहरू। यति नै हो आजको भिडियो। बाई बाई साथीहरू। थ्याङ्क यू फर वाचिङ।